संसारमा परेपछि सबै कुरो सिकिन्छ सावित्री। दुर्गाले हिजो चित्त दुखाई, आज चित्त दुखाई, भोलि चित्त दुखाउली, तर एक दिन यस्तो आउनेछ कि यी सारा कुराहरू भुल्न बाध्य हुनेछ। मान्छेले अतीतलाई सम्झेर होइन, वर्तमानलाई लिएर बाँच्नु पर्छ। सम्झाए होला नि तिमीले छोरीलाई सबै कुरा। आखिर तपाईको छोरी नपरी मेरो घर व्यवहार कसरी चलाउनु पर्छ भनेर मलाई उल्टै सम्झाउँदै थिए। इखालो वाली छ हाम्रो छोरी। हुन त मान्छे यसरी नै परिपक्का हुने हो। जसरी भए पनि घर गरेर खाए भने त राम्रै हो, तर लक्ष्मीको जस्तो भयो भने नराम्रो कुरा सोध्दै नसोच सावित्री। हाम्रो कर्तव्य हामीले पुरा गरिसकेका छौँ, बाँकी उसको भाग्यको कुरा हो। छोरीलाई पठाउनु पर्ने सरसामानहरू पनि पठाइदिन्छौँ भनेर भनेकै छौँ। साँच्चै कहिले तयार हुन्छ रे फर्निचर? खै भोलि तयार हुन्छ भनेर भन्थ्यो। अब भोलि तयार भएछ भने पर्सि पठाइदिनु पर्ला। सावित्री, साँझ पनि पर्न लागिसक्यो, खाना बनाउने तर्फतिर लाग नि त। 9 कक्षामा त पहिला भएकी थिए, उसलाई साह्रै पढ्ने इच्छा थियो। अब जय साहबले पढाउने हो कि होइन, साँच्ची तपाईँले कुरा गर्नुभयो त? ओ साँच्ची, कुरा त कोट्याएको थिएँ मैले। घरमा सल्लाह गरौँला भनेर भन्नुहुन्थ्यो ज्वाइँले। पढाउला नि त। ल म खाना बनाउनुतिर लाग्छु। साथीको नोट कपी ल्याएको थिएँ, सार्नै भ्याइन। त्यो पनि सार्दिनु छ। अनि स्कुलमा राम्रोसँग पढाइ गर्छ भने एसएलसी त नाच दिनुपर्छ, राम्ररी पढाइ नभएर हुन्छ र? ए बुहारी, पढ्न जाने मान्छेलाई यसरी कुरामा अल्मलाउनु हुन्छ? आमा, म जान्छु है, यही 10 बज्न लागिसक्यो होला। जा जा, राम्रोसँग पढ्नु। तँलाई घरको काम केही लाउँदिन, तर यसपालि फर्स्ट ल्याउनु पर्छ नि। मेरो नाक राख्नुपर्छ। जा। ए बुहारी, सञ्चिताले जे काम अराकी छे त्यो सबै गर्नु। अनि सुन त, त पनि पढ्नमा त खुब तेज थिस अरे नि। यसपालि पनि म फर्स्ट भएछु। अर्को सर्टिफिकेट दिन जाँदाखेरि सरहरूले एसएलसीमा पनि डिस्टिङ्सन दिनुपर्छ। डिस्ट्रिक्ट होइन, यो डिस्ट्रिक्ट भनेको चाहिँ के हो? डिस्टिङ्सन भनेको फर्स्ट हुनुभन्दा माथि हो। धेरै पढ्ने मात्रै प्लेस मिल्छ आमा। अब के गर्छस् त? पढ्ने बेलामा तेरा बा आमाले बिहे गरेर पठाइदिइहाले। हाम्रो गाउँमा बुहारीलाई पढाउने चलन छैन, छोरीलाई पढाउनु त कस्तो गाह्रो मान्छन्। अब नन्दले पढेको हेरेर चित्त बुझा। आमा, पुरा सिन्धुको सजिलै पढाउँछौ भन्नुभएको थियो र उहाँले पनि। उनीहरूले किन कसरी भने त्यो उनीहरूले जान्नु, तर म चाहिँ गाउँ हँसाउने काम गर्दिनँ नि। फेरि तँलाई स्कुल पठाउने काम गरे भने यत्रो घरधन्दा चाहिँ कसले गरिदिन्छ नि? आमा, म घरको सबै काम सकेर पढ्न जान्छु नि। हजुरहरूलाई गुनासो गर्ने कुनै मौका दिने छैन। जुन गोरुको सिन छैन त्यसैको नाम तिखे होइन।
दुलाईले ठिकै त भनिरहेकी छिन् नि घरधन्दाको सबै काम सकेर पढ्न भ्याउँछिन् भने पढौँ न त उनी पढ्दा तिम्रो के बिग्रिन्छ फेरि यी बुढा कहाँबाट मुन्टे छ नि तिमीलाई थाहा छ यो गाउँमा बुहारीलाई पढाएको सुझो नबुझ प्याच बोल्थ्यो भइहाल्यो है अरूले पढेका बुहारी भित्र आएको भए पो पढाउँछन् बुहारी तिमी आँट गर न गाउँभरिमा तिम्रो नाम हुन्छ मैसाब भनेर हुन्छ त्यसै मलाई गाउँले मैसाब बनाएको होइन म जन्मिँदै मैसाब भएर जन्मेको ए हामी बुढाबुढीको कुरा के सुनिरहेको जा भित्र हेर है मैसाब तिमीले बुहारीलाई पढ्न पठायो भने गाउँले सबैले पढेले कि बुहारी कि सासू भन्छन् तिमीलाई गाउँमा झन् तिम्रो इज्जत हुन्छ सोच है हुँदैन गाउँले हामीलाई के भन्छन् हाम्रो कुरा काट्छन् गीत ज्याउँछन् यो त हुँदै हुँदैन अहिले चाहिँ के नि बाँकी राखेको छ तिम्रो अगाडि कसैले चुइक्क बोल्ने होइन पछाडि त जसको पनि कुरा काट्छन् नि बुहारी पढायो भने बुहारीको कारणले झन् तिम्रो इज्जत बढ्छ तिमीलाई मेरो कुरा चित्त बुझेन भने छोरासँग सल्लाह अहिले म गर्छु ए बुढा आइन्दादेखि बुहारीको बारे यस्तो कुरा गरेर टाउकोमा टेकाउने काम गर्ने होइन नि म जस्तो नराम्रो कोही हुने छैन नि फेरि बुहारीलाई पढाउने काहीँ नभएको जात्रा हाँडी गाउँमा बुहारीलाई पढाउने नपढाउने त्यो तपाईँको जिम्मा हो तपाईँले बिहे गर भन्नुभयो मैले गरेँ त्यस पछाडि तपाईँले जे भन्नुभयो त्यो सबै गरेँ अब म जाँदैछु बुहारीलाई के गर्नुपर्छ त्यो तपाईँको जिम्मा बुहारी मेरो भए पनि स्वास्नी त तेरै हो नि कहाँ त्यसै पन्छिन पाउँछस् र त आमा मैले मेरो लागि बिहे गरेको होइन मैले मेरो लागि बिहे गरेको भए म सहर लैजान्थेँ मैले त तपाईँको लागि बिहे गरेको होइन म त्यसै सहर जान लागेको होइन आमा मलाई धेरै ठुलो मान्छे बन्नु छ धेरै प्रगति गर्नु छ यो सानोतिनो कुरामा नअल्मलाउनुहोस् न आमा अब तेरो बा पनि पढाउने भन्छन् बुहारीलाई पढायो भने गाउँमा सान इज्जत बढ्छ भन्दै थियो अनि बुहारीले तँसँग केही कुरा गरेको छैन मसँग सधैँ गनगन गरिरहेको छु आमा अब मैले यसो उसो गरेर कुरा टारिरहेको छु अब म भोलि गइहाल्छु अनि त तपाईँकै बुहारी हो जे खुसी लाग्छ त्यही गर्नुहोस् पढाइमा त साह्रै तेज छेरे नि तेरो बाउ त बुहारीलाई पढायो भने गाउँमा मेरो इज्जत बढ्छ पो भन्छन् इज्जत बढ्ने नबढ्ने कुरा चाहिँ म जान्दिनँ आमा बहिनीको पढाइ अलिक कमजोर छ त्यसमाथि एसएलसी दुर्गालाई पढाउनु भयो भने बहिनीले पनि सिक्छे र बहिनीलाई पढाइमा धेरै मद्दत पुग्छ आमा यो चाहिँ कुरा तैँले ठिक गरिस् मलाई पनि सञ्चितालाई धेरै पढाउने विचार छ तर एउटा कुरा बुहारीलाई पढ्न पठाएर घर व्यवहार लथालिङ्ग भयो भने त बाबु मेरो त जहाजै डुब्छ नि घर व्यवहार भ्याएर मात्रै पढ्छु भन्थे आमा एकताली आमाले आफै कुरा गर्ने हो कि सञ्चिताको पढाइमा सहयोग मिल्छ भने एकपल्ट चाहिँ सोच्नै पर्ला सोच्नुहोस् म त भोलि जाने भइहालेँ खोइ बुवा पनि अहिलेसम्म आउनु भएन बिन्दास छन् तेरा बा त्यसै म गाली गर्छु र केही कुराको मतलब छैन अब तँ पनि भोलि गइहाल्छस् तँ अहिले जा आफ्नो लुगाहरू मिलाउँदै गर भरे बा आएपछि म कुरा गर्छु हुन्छ सहर गएपछि हाम्रो माया नमार्नु पुग्ने बित्तिकै फोन गर्नु सञ्चिता राम्रोसँग पढ्नु पढाइमा नजानेका कुरा भाउजूसित सोध्नु है आमा म उहाँ देउरालीसँग कुरा गर्छु